ए मेरो नेपाली दाजुभाइ तपाईँहरूको निम्ति भनेर मैले माइक्रोफोन भनेको थिएँ नि, याद भयो होला तपाईँहरूलाई है। र मेरो माइक्रोफोन चाहिँ अब आउनु त आइपुगिसकेको छ, तर एकदम अहिले फिलहाल अनबक्सिङ चाहिँ गरेको छैन। म तपाईँहरूलाई देखाइदिन्छु होइन। यो माइक्रोफोन मगाइदिएको तपाईँहरूको निम्ति साउन्ड क्वालिटी चेकको लागि, र मैले अनबक्सिङ चाहिँ गरिसकेको छु। अब यसको प्राइस चाहिँ एकदम खतरा परेको छ गाइज, ल खतरा परेको छ। अन्त मैले यसलाई अनबक्सिङ गरेर पनि ल्याइसकिसकेको छु। माइक्रोफोन चाहिँ अब यो है, यो चाहिँ मैले दुईवटा पाएको छु है। अनबक्सिङ हानिसकेको हो गाइज, यस्तो छ होइन। यो चाहिँ तपाईँको स्पिकर भयो, अन्त यो चाहिँ तपाईँको रिसिभर चाहिँ मैले पुच्छर जस्तो झुन्डाइरहेको छु यहाँनिर गोप्रोमा। अन्त अब म चाहिँ यसलाई चेक गर्नुको लागि चाहिँ अब चेक गर्नु गइरहेको छु, तर एकदम गाह्रो रहेछ क्या गाइज, गाह्रो। अब यसलाई कता चेप्टाउने, के गर्ने, कसो गर्ने, यार त्यहाँ त्यहाँ रहेछ नि त यो त गाइज होइन। त्यहाँ छ एकदम। फिक्सिङ राख्नु पऱ्यो कि त हो। यसलाई यसो गरेर राखेर अब माइक्रोफोन चाहिँ अब टक्क घाँटीमा राख्नु पऱ्यो होइन। एकछिन त गाइज, के हो यस्तो। एउटाले मात्रै हुन्छ कि दुइटै चाहिन्छ हौ यार। कसो राख्नु पर्ने पनि जान्दिनँ यार। फर्स्ट टाइम भएर त खासमा त फर्स्ट टाइम त सबलाई त्यस्तै हुन्छ होइन। ओह ल अब चाहिँ अलिकति भए पनि घाँटीमा झुसले झुन्डेको जस्तो लागेन गाइज। अब्बे मार्की लाग्दैछ हल्के होइन। दुइटै एकैचोटि झुन्ड्यायो भने त अब यो त पक्ला रहेछ भने चाहिँ एउटा चाहिँ टक्क रिसिभरसँग राख्नुपर्छ अरे नि त हो। अन्त अब यसो गरेर चाहिँ सो हेलो गाइज, अब चाहिँ तपाईँहरूको निम्ति मैले माइक्रोफोन टक्क ल्याइसकेको छु। र एमएल बुबुले के अरे ऱ्याप हान्छु भन्दै थियो क्या गाइज, त्यही भएर एमएल बुबु भएको पनि जान्छु। ल अब भन्दाखेरि चाहिँ तपाईँहरूको निम्ति मैले ल्याइसकेको छु। माइक्रोफोनको बट्टा चाहिँ यही हो है। यसको प्राइस साइज नसुनौँ होला। म त भएन भने चाहिँ यसलाई टक्कसँगले भएन भने चाहिँ अब यसलाई चाहिँ फर्काइदिनु पऱ्यो भनेर सोच्दै थिएँ। के होला कसो होला है, चेक गरौँ है। कहाँ खोलिदिएको ल गाइज।